यो चाहिँ मेरो टमाटर हो, चेरी टमाटर। हेर्नुहोस् कस्तो राम्रो फलेछ यसपालि। अर्ग्यानिक है मेरो बगानमा। हल्का अलिअलि लगाएको छु। त्यही भनेर हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई। देखेर लाइक सब्सक्राइब पनि गरिदिनुहोस्। यो बन्दाकोपी लगाएको थिएँ मैले। अनि यता बोडी बिन्स लगाएको छु, डाङबडी। अरू के भन्छ यता भेन्डी पनि लगाएको छु। यो भेन्डी हल्का उम्रिँदैछ। यो फ्रेस बिन हो, डाङमा जाने। अनि यस्तै छ, अब हल्का हल्का लगाएको छु खेती। हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई। अरे यता यो लौकी हो, लौकी चाहिँ फल्दैछ हल्का। बेसी त किरै लाग्दैछ। अर्ग्यानिक हो, मल गोबरको मल, गाईको मल लगाएको। अरू यो यता हेर्नुहोस् सानो सानो खालको फ्रेस बिन छ उहाँ यो। अरू त्यस फ्रेस बिन हुँदैछ, अलिक दिनमा खानु पाइन्छ। अब तपाईँलाई कस्तो लाग्छ मेरो बगान लगाएको तरिका, तपाईँले हेरेर भनिदिनुहोस्, लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। यो बन्दाकोपी हो, यसपालि त्यति खास राम्रो भएन। देख्नुभयो कस्तो भयो। हेर्नुहोस् मेरो बगान। तपाईँलाई मन परेन है। यो त बैगुन लगाएको थिएँ, बैगुन चाहिँ बहुत राम्रो फल्यो। अरू यो मकै अलिअलि लगाएको छु यहाँ। अब